हेलो एभ्रिवान, आज पनि म तपाईहरुमाझ है फेरि पनि मुकबाङ भिडियो लिएर आएको छु है। मन परेमा मेरो भिडियो लाइक शेयर र कमेन्ट गरिदिनुस् ल। आज चाहिँ म सोलो छु है, किनभने मेरो हस्बेन्ड आज आएन हो, उलाई चाहिँ लास लाग्यो हो, त्यही भएर म एक्लै छु आज है। आज पनि अब खानामा के रहेको छ भन्दाखेरि अब एज युजुअल है, राइस डल्ले चाहिँ मैले यही हालेको छु है। अन्त आज पनि फेरि पर्कै छ है ल, पर्क लेग चाहिँ हैन, यो चाहिँ आज चाहिँ पर्क मासु। वाउ, हेर्नु है बाफ पनि उड्दैछ हो। अन्त सलादमा चाहिँ आज अलिकति मात्रै छ हो, मलाई मात्रै त हो भनेर, अन्त निम्बु छ हो, अन्त काँक्रा छ है। अब कस्तो भएछ है, कस्तो बन्नेछ है, मैले कस्तो पकाएँ म तपाईहरुलाई खाएर बताउँछु ल टेस्ट चाहिँ। म यो पनि यही राख्छु हो। म बोसो चाहिँ खादिनँ है, तर म बोसो लभर चाहिँ हैन हो, मलाई चाहिँ यस्तै खालके मासु मन पर्छ, हड्डी हड्डी भएको हो, यस्तो फल मासु जस्तो हुन्छ नि। यो चाहिँ म एक्लै खानु होइन है, मेरो हस्बेन्डले पनि यही खान्छ हो, दुईजनाको लागि हो यो चाहिँ। यति चाहिँ हाल्छु। वाउ, लु उचालेर खान्छु कि राख्नु हौ, हेर्नुहोस् त, खाइ ल। दामी भएछ, तपाईले दामी भएछ खालि दामी भएछ भन्नुहुन्छ होला है, साँच्चै नै दामी नै भएको छ है। म लेफ्टी भएर होला मिठै पकाउँछु है। मलाई सलादमा चाहिँ काँक्रा साह्रो मिठो लाग्छ हौ। मिठो भयो, एकदम ठिक्कै। मिठो भए त बोल्नै बिर्सेछु म त। सानो यहाँ त बोसोमा आएछ है, हेर्नुहोस् है। तातो भयो, बोसो पनि टेस्टी रहेछ। निम्बु पनि खाऊ होला। मिठो। निम्बु चाहिँ सुँगुरको मासुमा मिठो हुन्छ नि त हो, मलाई चाहिँ मनपर्छ, दामी।